पानी पर्यो हेर्नु गाइस, पानी पर्यो छैन। हेलो साथीहरु, के छ? आराम हुनुहुन्छ? आज बुधबार असारको लास्ट 32 अनि आज चाहिँ यस्तै 3-4 चोक काटेर म बुढाको अफिसमा आइपुगेछु। लगभग आइपुगेछु, त्यहाँनिर अगाडि हो। अनि म चाहिँ यसरी साइकलमा, अच्छा बाफ्रे कति अधुरो देखाएको। यो हो मेरो साइकल अनि म यहाँ छु। मेरो छोरा आएर देखिस्यौ तिमी? राम्ररी देखिस्यौ? कहाँ आएको भन्देऊ त? हामी बाटो बिचाको। अनि हामी चाहिँ यहाँबाट बुधबारे बजार जाने हो। चट लाएर अब साउन लाग्यो नि त। हरियो चुरा मेरा हातीभरि लाउनु पर्यो नि त, त्यही भएर हो। मेरो बुढाको अडा चाहिँ यही हो। अनि 5 बज्न लाग्छ। यो 8 नम्बर वडा हो। अझै बन्द भएको रहेनछ। यहाँबाट बन्द गरेर म जाने हो बजार। नजारा हेर्नु साथीहरू, कति राम्रो छ, कति राम्रो छ गाउँ घर। यो कति नम्बर वडा हो? 8 नम्बर वडा हो पुरा। अनि मैले बुढालाई लिएर आएँ बुढाको अफिसदेखि। अनि यसरी घुम्दै धान रोपाइ चलिरहेको रहेछ। अझै यस्तो छ, अलि भित्री बाटो हो नि त, त्यही भएर यस्तो घुद्रुङ छ। त्यही पनि ठिकै छ साथीहरू, यस्तै भए पनि ठिक छ। ल हामी लागेको हरियो चुरा लाउनलाई बजार। साइकल फिलिलिल्ल उडेन र गाइस। अनि यहाँ साइकल बनाएर साइकल स्टोरमा ल्याउनु भएको थियो नि त। अनि मेरो साइकल यहाँ छ है। यो साइकलको सिट अलि अग्लो भयो कि मेरो लागि। सानो यता आउन छोरी, यहाँ हेर त, मुखमा कोचेर जे पनि मुखमै कोच्ने हो कि मेरो छोरीको बानी। फेरि साह्रै नराम्रो छ। अनि यो मेरो छोरीको यता हेर्दै न छोरा, एकचोटि आँखा हेर्दा फेरि मलाई साह्रै डर लागिरहेको छ। हेर्नु पेट दुख्छ। उसलाई साइकल चाहियो अरे नि त। अब यति सानो मान्छेलाई साइकल किनेर के गर्ने होला मैले? कामै छैन। अलि ठुलो भएपछि किनिदिउँला भनेको मान्दैन। लाऊ यहाँ छिटो। ल मेरो बुढा हराउनु भयो गाइस। कता हराउनु भयो? ए मेरो बुढा त यताबाट घुमेर यताबाट पो आइपुग्नु भएछ। ए छोरी आऊ न बा, आऊ। हामी त्यतै हो, साइकल बनाउने कार्यक्रम जारी छ। अब जाने हो हामी बजार जान नि भइसक्यो 1 घन्टा 1.5 घन्टा। ल बुढाको गफ सुन्नु यहाँ। पातला र मोटो भएर हो अरे। साइकल भारी भएको छैन। साथीहरू हामी आयौँ बजार। अनि आज चाहिँ बजारमा के बजिरहेको रहेछ ढ्याङ्ग्रो। आज भोलिदेखि साउन लाग्ने भएर होला सायद। सपिङको लागि धेरै लाएँ मैले। मान्छेहरू भिड लास्टै छ। बेलुकाको 6 बज्न लागिसक्यो, तै पनि भिड छैन। तर सामान चाहिँ सकिसक्यो क्या हो। अनि यसरी पब्लिकमा भिडियो बनाएको चाहिँ मैले आज फर्स्ट टाइम हो। यो हो हाम्रो बुधबारे बजार। यता यस्तो छ। अस्तिको बुधबारे किनेर हामीले। अब यहाँ धेरै बोलेर सुनेला जस्तो छैन। यहाँ छ हल्का फुल्का खाने खुद्रा खाजा। यता सब मिठाई भण्डार। अगाडि चाउमिनहरू छ। अनि म जाने चाहिँ यहाँ हो, हाम्रो दिदीको पसलमा चुरा लाउन जाने हो। हेलो दिदी, सन्चै हुनुहुन्छ?
त्यो चाहिँ मेरो रेगुलर हो, रेगुलर आउने दोकान। उहाँको चाहिँ म रेगुलर कस्टमर हो। अनि आज चाहिँ म यहाँ छुरा लाउन आएको। गाला लाउने नि त छैन भर्खर त भोलिदेखि लाउनु साउन लगाइरह। मेरो साइज निकाल्नु सानो सानो यो खोल्ने हो फेरि। पहेँलो थोरै मात्रै म लाउँदैन, धेरै पहेँलो। अनि यहाँ यस्तो छ बल हेर्नु, बजार यस्तो छ। यो पुरा कस्मेटिक छ यहाँनिर। अगाडि जानुपर्छ। अनि हाम्रो यहाँ पसलमा छ के हो यो कस्तो छ भने साइज चुरा नराख्ने। सानै त हेर हातको चिन्ह देखाऊ। लाने हो दुईटा। यहाँ यति धेरै चुरा छ, मेरो साइजको चुरा मिल्न गाह्रो छ। के भन्ने यो हातमा छैन। नाम ल हुन्छ। प्रभागे ओली डाटा छ भने अहिले गर्नु न यहाँबाट फलो। मेरोमा डाटा नभएर हो क्या। वाइफाई समय चाहिँ किन डाटा किन्नु? सबै त्यस्तै हो। एक दर्जन यता भयो, एक दर्जन यता भयो, एक दर्जन यता अझ हुँदैछ यो हातको लागि। अनि एक दर्जन चाहिँ यहाँ भयो। सासूले हरियो चुरा लाउँदैनन्, सासूलाई पुग्दैन यहाँ। सासूलाई यही हुन्छ साइज। सासूलाई कडा लाग्दै भने हो के अरे। तपाईँले लगा भन्नुभएको कि नै अघि मलाई। ल फाइनल साथीहरू भेटियो चुरा चाहिँ यति। फाइनल चुरा भेटियो मेरो हातको। यहाँ साइज नभेटाएर गाह्रो। हात साह्रो छ, यो पछाडिको सानो छ, अनि त्यही भएर गाह्रो के। ल यो हो बुधबारे बजार। सब्जी ठेलाहरू यतातिर सलक्क लगाएर छ सब्जी। हाम्रो यो हो सर हुनुहुन्छ यहाँ। नमस्कार। आलु कसरी छ आलु? भन्नु न कसरी छ आलु? ल मसजिरा सब्जी लिएर सकियो। ल मेरो बुढाले लिएर हिँड्नु भएको छ उहाँ। यता लखर आउँछ र हिँड अगाडि। यति नै हो हामीले लाने चाहिँ बजार हो यो बुधबारे। माछा पसल छ यतातिर। हजुर किन? सो गाइज यहाँबाट अब चाहिँ बाहिर निस्क्यो। अनि बाहिर निस्किने बित्तिकै यहाँ हेर्नु पानीले यस्तो छ। यस्तो के गरेको होला यो पानीले? किन यस्तो गरेको होला? यो बाहिर भ्यू हो, यो बजारको बाहिरी भ्यू।
अब मोबाइल जगाउने मान्छे जगाउने के जगाउने होइन। अनि यसै यतातिर गएको ल हो बजार उठिसक्न लाग्यो अब लगभग मेरो छोरीले आइसक्रिम भनेर वाक्क बनाइछ यतिकैमा यहाँ न्युरो भेटेँ। मेरो चाहिँ न्युरो फेभरेट हो अनि मैले चाहिँ न्युरो लिएँ। लिनु यो दिनु न हातमा दिनु न ल भयो ल हिँड्नु पानी पऱ्यो हेर्नु गाइस पानी पऱ्यो छैन खुल्ला। आइसक्रिम पनि खाइसकेको हो यता हेर त बापरे पानी पर्यो बुधबारे बजार आउँदा पानी पर्यो साथीहरू यस्तै छ कस्तो झमझम। मेरो लागि पनि ल्याइदिनु ल एउटा मेरो लागि ल्याइदिनु एउटा मेरो लागि मम्मीको लागि खै मेरो लागि भनेको यस्तो कुरै नबुझ्ने बुढा भएपछि के काम लाग्यो। यस्तो पानीमा भिज्दै जाने अरे ल भयो मेरो मोबाइल भिज्दैन त अब आएको हालत यस्तो छ। साइकल यहाँ छ सब्जी किन भिजाउनु भएको त नि आलु भिजेर न्युरो त त्यहीँ छ त एउटा मुठो ए बा धेरै भएन मैले दुईटा लिएर राखेँ। दिस इज अ सब्जी मेरो छोरी मेरो बुढा छु। पानी परेर हेर मेरो मोबाइलको क्यामेरा बिग्रियो। फाइनल गाइस हामी चाहिँ घर आइपुग्यौँ है। त्यसरी भिज्दै पुरै भिजेछ है। फेरि घर आइन्छ भयो मेरो आँखा कालो। अनि मैले चाहिँ वाटरप्रुफ काजल वाटरप्रुफ लिपस्टिक लगाएको थिएँ नि त अनि यस्तो पानीमा मेरो भिज्यो नि त। अब मेकअप भने त त्यस्तै हो साथीहरू होइन लगाएको चाहिँ हेरेँ यो मात्रै हो तर निक्लेको रहेनछ। म यहाँ घरमा छु मेरो घर यही हो। बुढा मेरो चड्डीमा हुनु ए बुढा त्यसै भनेको होइन कपडा लाउनु भए जाडो भएर। अब म पनि कपडा फेर्छु। बाई बाई थ्याङ्क यू फर वाचिङ माई भिडियो। अनि हेरे जस्तै गरेर माया देखाइदिनु होला लाइक सेयर कमेन्ट गरिदिनु होला। अनि मेरो युट्युब च्यानललाई सब्सक्राइब पनि गरिदिनु होला गएर। टिकटकका साथीहरू सबै गएर युट्युबमा हेर्नु होला। भ्लगिङ स्टार्ट गरेको हजुरहरूको सपोर्ट चाहिएको छ। बाई बाई वन्स अगेन लभ यु अल।